सयौं वर्ष पुरानो कथा छ। शहरबाट निकै टाढा घना जंगलको छेउमा एउटा सानो गरिब गाउँ थियो। त्यो गाउँ बाहिरबाट सरल र शान्त देखिन्थ्यो, तर भित्रबाट त्यो प्रेम, इमानदारी र भाइचाराको एउटा जीवित तस्विर थियो। त्यहाँका मानिसहरू आर्थिक रूपमा कमजोर भए पनि दिलका धनी थिए। जब कुनै समस्या आउँथ्यो, सबै एकजुट हुन्थे। एकको खुसी सबैको खुसी र एकको दुःख सबैको दुःख हुन्थ्यो। तिनीहरू एक अर्काका लागि यस्तो तरिकाले जीवन बिताउँथे मानौ एउटै परिवारका सदस्य हुन्। तर यी सच्चा मानिसहरूका बीचमा जाबिर नामको एक व्यक्ति पनि बस्थ्यो। जाबिर बाहिरबाट हेर्दा एक सामान्य गोठालो थियो, जो हरेक दिन आफ्ना भेडा बाख्रा लिएर जंगलतिर जान्थ्यो। तर उसको मन सफा थिएन। ऊ चलाख, छली र परीक्षा लिने खालको मान्छे थियो। गाउँका मानिसहरूको प्रेम, सरलता र सिधापनलाई उसले कमजोरी ठान्थ्यो। अक्सर उसले झुटो कुरा बनाएर मानिसहरूलाई जाँच्न खोज्थ्यो कि तिनीहरूले साँच्चै उसको ख्याल राख्छन् कि देखावटी मात्र हो। गाउँका मानिसहरूले कहिल्यै उसको चालहरूको सीधा जवाफ दिएनन्। उनीहरूले उसलाई सहन्थे, उसको मद्दत पनि गर्थे र हरेक पटक शिष्टतापूर्वक उसको सम्मान गर्थे। उनीहरूको विश्वास थियो कि यदि हामीले कठोरता देखायौं भने कतै गाउँको शान्ति खलबलियोस्। उनीहरू जाबिरका गतिविधिहरूलाई मनमा लिँदैनथे, बरु प्रार्थना गर्थे कि सायद ऊ पनि एक दिन बदलिन्छ। यही उनीहरूको इमानदारीको प्रतीक थियो। एक दिन जाबिर आफ्नो कच्ची घरको एक कुनामा चुपचाप बसिरहेको थियो। ऊ गहिरो सोचमा डुबेको थियो। उसको मनमा अनौठा शैतानी चालहरू खेलिरहेका थिए। ऊ सोचिरहेको थियो कि साँच्चै यी गाउँलेहरू मेरा शुभचिन्तक हुन् कि यी सबै मुक्क कुरा मात्र हुन्। म यिनीहरूलाई जाँचेर हेर्छु कि मेरो दुःखमा कति साथ दिन्छन्। यही सोचेर उसले एउटा चाल खेल्यो। उसले आफूलाई बिरामी देखाएर गाउँभरि खबर फैलाइदियो कि जाबिर सक्त बिरामी छ। यो सुनेर गाउँलेहरूको मनमा चिन्ता जाग्यो। सबैले एक भएर सल्लाह गरे कि जाबिरको हेरचाह गर्नुपर्छ। अर्को पल नै उनीहरू औषधि, फलफूल र प्रार्थना लिएर जाबिरको घर पुग्न थाले। महिलाहरूले खानेकुरा बनाएर पठाए र वृद्धहरू आशीर्वाद दिन आए। गाउँका मानिसहरू इमानदारीपूर्वक उसको स्वास्थ्य लाभको कामना गर्दै रहे। 2-3 दिनसम्म हरेक दिन कोही न कोही उसको हालचाल सोध्न आउँथ्यो र जे जति सक्थे गर्थे। तर जाबिर, जसले आफै यो झुट बोलेको थियो, उसको मन अझै सन्तुष्ट भएन। एक दिन जब सबै मानिसहरू गए, तब जाबिरले आफ्नी पत्नीसँग गुनासो गर्दै भन्यो, यी सबै मानिसहरू मुखले मात्र सहानुभूति देखाउँछन्, कसैले केही पैसा दिएनन्। बिरामीलाई अलिकति नगदै दिदिएको भए। उसको कुरा सुनेर पत्नी आश्चर्यचकित भएर सुन्दै नर्मीपूर्वक सम्झाउँदै भनिन्, तिमीले आफै कहिले कसैको दुःखमा पैसा दिएका छौ र? मानिसहरूले त त्यसको बावजुद तिमीलाई इज्जत दिए, प्रार्थना गरे र तिम्रो ढोकासम्म आए, जबकि तिमीले उनीहरूसँग कहिल्यै नर्मीपूर्वक कुरा पनि गरेका छैनौ। तर जाबिरको मनबाट कृतज्ञताको विष निस्केन र यही व्यवहारले अक्सर मानिसलाई यस्तो सजायसम्म पुर्याउँछ जहाँ उसलाई न सहानुभूति मिल्छ न इज्जत। 2-3 दिन बितेपछि गाउँमा एउटा नयाँ खबर फैलियो कि जाबिर वास्तवमा बिरामी थिएन, बरु उसले सबैलाई जाँच्नका लागि झुटको सहारा लिएको थियो। जब यो कुरा गाउँलेहरूलाई थाहा भयो, तब सबैको मन दुःखले भरियो। ती सबै जसले इमानदारीपूर्वक उसको नजिक आएका थिए, जसले उसको लागि प्रार्थना गरेका थिए, उनीहरूलाई धेरै अफसोस भयो। गाउँका धेरै मानिसहरूले जाबिरसँग कुरा गर्न बन्द गरिदिए। केहीले मनमा रिस लुकाएर राखे, तर उसको इज्जत गर्दै मुखले केही भनेनन्। गाउँको शान्ति त बाँकी रह्यो, तर मनमा एक किसिमको तितोपना पैदा भयो। एक दिन जाबिर सधैँ जसै आफ्ना बाख्राहरू लिएर जंगलतिर गयो। मौसम सफा थियो, वातावरण शान्त र साँझ पर्न लागेको थियो। तर पश्चातापको सट्टा आज जाबिरको मनमा फेरि त्यही पुरानो चलाकी जागृत भयो। उसले सोच्यो कि आज एउटा नयाँ नाटक गरौं ताकि हेरौं मानिसहरू अझै पनि उसमाथि त्यसरी नै विश्वास गर्छन् कि गर्दैनन्। म निश्चित छु कि तपाईले कथाबाट धेरै कुरा सिक्नुहुनेछ। एकपटकको कुरा हो, एक गाउँमा जाबिर नामको गोठालो बस्थ्यो। ऊ अल्छे र लापरवाह थियो। उसलाई काम गर्नुभन्दा गाउँलेलाई झुक्क्याउन रमाइलो लाग्थ्यो।
जाबीर हरेक दिन आफ्ना भेडाहरू चराउन जङ्गलमा जान्थ्यो। एक दिन उसले गाउँलेहरूलाई मूर्ख बनाउने निर्णय गर्यो। ऊ अचानक चिच्याउन थाल्यो, बचाउनुहोस्, बाघ आयो, बाघ आयो। गाउँलेहरूले जाबीरको आवाज सुने र हत्तपत्त आफ्नो काम छोडेर उसलाई बचाउन दौडे। तर जब तिनीहरू जङ्गलमा पुगे, तिनीहरूले जाबीरलाई हाँसिरहेको भेट्टाए। उसले भन्यो, म त मजाक गर्दै थिएँ, तिमीहरू कति मूर्ख छौ। गाउँलेहरू दुखी र रिसाए। तिनीहरूले जाबीरलाई नराम्रो भन्न थाले। केही दिनपछि जाबीरले फेरि त्यही चाल दोहोऱ्याउने निर्णय गर्यो। रातको समयमा जब गाउँ शान्त थियो, अचानक जङ्गलबाट जाबीरको चिच्याहट सुनियो। उसको आवाजमा यस्तो डर थियो कि गाउँलेहरू एकछिन फेरि छटपटिए। आखिर मानवता पनि केही चिज हो। तिनीहरू केही नसोची जुन अवस्थामा थिए जङ्गलतिर दौडिए। तर जब सबैजना जङ्गलमा पुगे, उनीहरूले पहिलेकै दृश्य देखे। वातावरण शान्त थियो र जाबीर हाँसिरहेको थियो। उसले हाँस्दै भन्यो, ए यार, म त मजाक गर्दै थिएँ, तिमीहरू अझै पनि हरेक पटक दौडेर आउँछौ, तिमीहरू कति सिधा छौ। यसपटक गाउँलेहरूले उसलाई नराम्रो मात्र भनेनन्, तर एउटा निर्णय पनि गरे। उनीहरूले सबैको अगाडि सहमति जनाए कि अब जे भए पनि, यदि उसले साँच्चै बोलाए पनि कोही पनि उसको मद्दतमा जाने छैन। सबैले भने, यो मान्छे हाम्रो भावनाहरूसँग खेलिरहेको छ, हामी उसको मजाकको हिस्सा बन्न सक्दैनौँ, हामी सिधा छौँ तर मूर्ख होइनौँ। समय आफ्नै गतिमा बितिरह्यो र केही दिनपछि जाबीरले फेरि रातको समयमा त्यही पुरानो नाटक दोहोऱ्याउने प्रयास गर्यो। ऊ जोड-जोडले चिच्यायो, बचाउनुहोस्, बाघले आक्रमण गर्यो, मेरा भेडाहरू मरे, मेरो ज्यान खतरामा छ। तर यसपटक गाउँलेहरूले सुने मात्र र त्यसपछि मौन रहे। रात शान्त रूपमा बित्यो र बिहान जब सूर्य उदायो, गाउँका केही मानिसहरू सामान्य अनुसार जङ्गलतिर गए। तर त्यहाँ उनीहरूले जुन दृश्य देखे, त्यसले उनीहरूको आँखाबाट निन्द्रा र दिमागबाट मौनता खोस्यो। जाबीरको शव जङ्गलमा रगतले लतपतिएको अवस्थामा थियो। वरपर उसका भेडाहरू पनि मृत अवस्थामा छरिएका थिए। तिनीहरूमाथि जङ्गली जनावरहरूले आक्रमण गरेका थिए र जाबीरको चिच्याहट यसपटक साँच्चै नै थियो। तर दुःखको कुरा, अब सुन्ने कोही थिएन। जब जाबीरकी पत्नीले यो खबर पाइन्, उनी रोई कराई गर्दै गाउँलेहरूको अगाडि आइन्। उनी चिच्याउँदै भनिन्, मेरो श्रीमानलाई बचाउन कोही किन गएन? किन कसैले उसको मद्दत गरेन? ऊ मर्यो, उसलाई जनावरहरूले खाए। गाउँलेहरू मौनपूर्ण तरिकाले उभिएका थिए। त्यसपछि एक वृद्ध अगाडि बढे र बिस्तारै तर प्रभावशाली स्वरमा भने, छोरी, हामीले उसलाई 2 पटक बचाउने प्रयास गर्यौं, तर उसले हाम्रो विश्वासलाई मजाक ठान्यो। संसारको सबैभन्दा बहुल्य चीज विश्वास हो। यही त्यो चीज हो जसले हामीलाई एकअर्कासँग जोडेको थियो, जुन हाम्रो गाउँको आधार थियो। तर तिम्रो श्रीमानले यही विश्वासलाई कुल्च्यो, उसलाई जलायो। जब एक व्यक्ति आफैले आफ्नो विश्वास समाप्त गर्छ, तब अरूबाट मद्दतको आशा कसरी गर्न सक्छ? यद्यपि सबैजना जाबीरको मृत्युमा दुखी थिए। मनमा दुःख पक्कै थियो, तर वास्तविकता यही थियो। जे भयो त्यसको जिम्मेवार ऊ आफै थियो। यदि उसले आफ्नो व्यवहारले मानिसको विश्वास तोडेको नभए, यदि उसले विश्वाससँग खेल खेलेको नभए, सायद उसले आफ्नो ज्यान गुमाउने थिएन र उसका निर्दोष भेडाहरू पनि जनावरहरूको शिकार बन्ने थिएनन्। सत्य यही छ कि जब एक व्यक्ति बारम्बार अरूको भलाइको परीक्षा लिन्छ, तब एक दिन त्यो भलाइ उसको साथ छोडिदिन्छ। तहरतक यो सानो तर गहिरो पाठ राख्ने कथा थियो। मलाई आशा छ कि तपाईले यस कथाबाट धेरै कुरा सिक्नु भएको छ। यस कथाले हामीलाई सिकाउँछ कि कहिले कसैको विश्वास नतोड्नुहोस्। विश्वास त्यो नाजुक धागो हो जो मुटुसँग बाँधिन्छ र जब त्यो चुडिन्छ तब सम्बन्ध मात्र टुट्दैनन्, तर मुटुहरू पनि घाइते हुन्छन्। ती घाउहरू यस्ता हुन्छन् जसलाई मलमले पनि भर्न सक्दैनन्। कसैको विश्वास जित्नु एउटा वरदान हो र त्यसलाई कायम राख्नु एउटा अमानत हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि कसैको प्रेमको मजाक नउडाउनुहोस्, किनभने जब प्रेम साँचो हुन्छ तब यसले मुटु जित्छ। तर जब त्यही प्रेम टुट्छ र घृणामा परिणत हुन्छ, तब मुटुहरू पनि पत्थर बन्छन्। र जब मुटुहरू कठोर बन्छन्, तब न आवाज सुनिन्छ न त पुकार स्वीकार गरिन्छ। बस याद राख्नुहोस्, प्रेम, विश्वास र भरोसा, यदि यी चीज हराए भने सारा संसार पनि पाए ता ती फेरि पहिले जस्ता बन्न सक्दैनन्। ज्यान जाओस् तर कसैको भरोसा र विश्वास नछोड्नुहोस्, त्यसलाई सधैँ कायम राख्नुहोस्।
तब तपाईको मित्रता र सम्बन्ध सधैँ कायम रहन्छ। यदि तपाईलाई यो प्रेरणादायी घटना मन परेको छ भने हाम्रो च्यानल पुरानी किस्सेलाई अवश्य सब्स्क्राइब गर्नुहोस् र साथै घण्टीको बटन पनि थिच्नुहोस् ताकि आउने हरेक नयाँ कथा तपाईले तुरुन्तै पाउनुहोस्। भिडियोलाई लाइक गर्न नभुल्नुहोस् र यो सन्देशलाई आफ्नो प्रियजनहरूसँग अवश्य साझा गर्नुहोस्, किनभने सुधार जुनसुकै माध्यमबाट होस्, यदि त्यसले हृदयमा असर गर्छ भने हाम्रो उद्देश्य पूरा हुन्छ। तपाईको बहुमूल्य राय हामीका लागि धेरै महत्त्वपूर्ण छ। त्यसलाई कमेन्टमा अवश्य लेख्नुहोस्। हाम्रो च्यानलमा हरेक भिडियोले तपाईलाई एउटा उत्कृष्ट पाठ दिन्छ।